हेलो एभ्रिवान, वेलकम छ मेरो न्यू डे न्यू ब्लगमा। आज चाहिँ हामी फ्यामिली टुगेदर पनि अनि फ्यामिली पार्कको लागि र नानीहरूको लागि यसो खेलाउनु लागि जाँदैछौँ हामी। अहिले चाहिँ अब हामी हिँड्न लागेको। यहाँ एउटा गाडी यहाँ छ, सेतो गाडी हाम्रो टिकाको। अरू फ्यामिली चाहिँ हिँडिसक्यो होइन। अब हामी वहीँ पुगेर अरू भिडियो देखाउनेछु, हेर्दै गर्नु होला। वेलकम गाइस, हामी अहिले आइपुग्यौँ पार्कमा। म सामान जित्दैछ, यहाँ त धेर छैन सामान, अरू सामान पर पुगिसकेको छ। अनि चाहिँ अहिले काट्नेहरू पानीहरू गयो, पानी त वहीँ छ। हामी अब चाहिँ आइपुगेको मजाले पार्कमा। अरू चाहिँ आउँदैछ। अहिले म फेरि देखाउनेछु स्टार्ट भएको चाहिँ हेर्नु। हाम्रो बगाले टिमहरू आउँदैछ। अब चाहिँ यता हरि काकाहरू जिद्दाहरू आउँदैछ। यहाँ हाम्रो जेठा भेनाहरू अघि आइपुगेको। हाम्रो दादाहरू आउँदैछ। यता जिद्दाईको, उता रोशनीको। अब अझै आउनु बाँकी नै छ हाम्रो फ्यामिलीहरू। अहिले यति नै। कति मिनटको बनाइदिनु भयो? यतिकै छोडिदिन्थ्यो नि। हुन्छ ल। कति मिनटको बनाउने हो? ला के भएको? आज हेर्नु, पिकनिक आएको अरे पुरै पानी आएर सबै आफ्नो गुफामा बसेको छ। अघि मौसमले कस्तो झुकायो नि, अघि कस्तो दामी घाम लागेको थियो र पिकनिक आएको। यो खाले पिकनिक त खाइएन होला। यो हेल्सबर्ग होइन, यो युएसको वेदर बुझ्नु गाह्रो। चिनमा के हुन्छ, छिनमा के हुन्छ, त्यही ऊ सबै यता कोही यता बसेको छ, कोही यता, कोही पर रेस्टुरेन्टतिर बसेको छ। अहिले फेरि घाम झुल्क्यो। अघि चाहिँ पानी आएर त अहिले फेरि घाम झुल्क्यो। अब चाहिँ मजा हुन्छ, इन्जोय हुन्छ। ए के कसलेको हुँदैन नगर्नु, त्यसले घाउ बनाउँछ हाँसकोले। अहिले हाँसको युज गर्नु हुँदैन। यहाँ हाम्रो सामान पानी अब त चटपटेको सुरु। यहाँ बुङ्गुरहरू, उहाँ चिकन। आजको हाम्रो फ्यामिली पार्टी अब स्टार्ट भयो। अहिले म आधी देखाउँछु। अहिले एकछिनमा अब पकाएको मलेकोहरू देखाउँछु म। ल हल्का म्यारिनेट गर्दै रेस्टुरेन्टमा आउँछ जान्छ एकछिन। त मिट सुक्खा मसला लिएको थिएँ मैले अघि, कता रहेछ त्यो? तर टेस्ट कस्तो हुन्छ?
ए मासुमा हल्का नुन लागेर सबै ठिक अब अचार बनाउने ओखले ल्याएन रहेछ कुट्ने अब के छ अहिले खोलामा गएपछि सिलौटा जति भेट्यो टमाटर ल्याएन फेरि कति मिनटको गर्दैमा यता चाहिँ भात पाक्दैछ हामी ज्ञान त थुप्रै भयो त धेरै आम्मा हो फलफल ज्ञान धेरै भयो ल यता अर्को बाटीहरू किन यो बर्थडे पार्टी गरिरहेको छ पिङ्की दादा भएको अस्ति मैले बोकेको थिएँ कता यता गएर के गरेर एउटा न एउटा बेसी नै रहन्छ मासु चेप्न कतिवटा ल्याऊ मैले एउटा ल्याएको थिएँ त्यही मात्रै ला त्यही चलाउँदै अलिक कोटाउनु नि दाउरा ए पहिला तेल रासन स्टोरमा होला के को कथा चटपटे टोल्ने चटपटे भनेको गर्मीको अब चाहिँ अघि त पुरा पानीले चाहिँ त हतार चल्ला पाटीहरू झिङ्गा आयो भाइ यसो गर्नुहोस् ए गाडीमै छ लिएकै छैन अहिले म ल्याइदिन्छु यहाँ चाहिँ हाम्रो खाना पाक्दैछ माम कतिको हुँदैछ खोइ हेरौँ ए भर्खर स्टार्ट ए सब्जी बिना भातै मात्र पकाएर ओ प्लेट 80 प्यालेट त रोज प्यालेट त कम्पनीमा मात्रै छ यहाँ त छैन तर काके हेर्नु खाँदैन अहिले 10,000 को भने ओए चटपटे भन्नु आइपुग्यो त
ओ एकछिन बस्न खोर्सानी लगाएको छैन यो नानीहरूलाई झिक्दिएको त्यति छोडिदेऊ अहिले अहिले उयो सिधाउनु अनि मात्रै ओ चम्ची बोकिहालेको पहिल्यै सेट होइन होला के भयो काका त्यो त होइन त्यस्तो छोडिदिएको त्यो सबै जय हुँदैन आज आज अस्ति जस्तो हुँदैन आज यहाँ पार्टी गर्नु मात्रै आएको होइन क्या स्टाइलै फाल्टो खाने गोजीमा हात लाएर देख्को छ खोर्सानी लगाएको अनि किन अनि काले खाँदैन ए हो न कस्तो भयो भाइ चटपटे ठिक छ हामी चाहिँ कुकिङमा नाम हाल्दै होइन चिकन के छ दादाहरू छैन त हल्दी चल्यो के अरे हाल्दैन होइन ए ज्याममा यहाँ कहाँ पेपर भनेको चाहिँ आउँछ जान्छ नि अब खाने हो चटपटे अब चटपटे खाइन्छ हामी पनि चटपटे पार्टी अब अहिले चाहिँ म थापे ल चटपटे को रहेको छ उता भेना ल आयो चटपटे खानु अब मेरो पाली पर्यो चटपटे खानु अहिले चाहिँ अब मन चटपटे खान्छ एकछिन पछि गर्छु ल कस्तो भयो बुढी चटपटे यता ओ यो त के गर्छ ओ धन्यवाद है कति काला तिम्रो त यता हो अब चाहिँ आउँछ सेता अघि पानीले घर जाक्की जा भन्दै त हामी नट्यरी बसेको त यी अहिले त घाम किल्ले जो यसलाई पनि भातसँगै हान्दैको खरबुजा कटिङ खरबुजा अब खसी आजको फिनिसिङ खरबुजाबाट खरबुजा यसले चाहिँ एकदम फ्रेस गराउँछ
तर यो खरबुजा भित्र रातो छ कि छैन यो कुरा यो हो नि त लाइन यहाँ रस पहिलो रस कहाँ अघि भेनाले त यो पहिलो होइन अरे उसलाई पुरै हरियो मात्रै अरे अनि भुइँमा लागेको अरे मिठो हुँदैन अरे नभनौँ भनेको जिप्टी गयो त हड्डी मिलायो जिब्रो हात मिलायो आमा खरबुजा खानु पुग्छ ह्याप्पी बर्थडे टु यु रद्ने हुनाको होइन हुन्छ कहाँ पुग्छ पुग्छ त्यत्रो त्यो चाहिँ दुइटा मायाले दिएको नि हो म त चाहेन खाँदिनँ नि बेला नचाहेको खाएको मिठो भयो कम त मजाले खाँदैन त मायालुले नि हाय रोबोट गर उइ आकोमा जाऊ आकोमा रोबोटमा जाऊ ल भयो फोटो भिडियो मात्रै वा कति राम्रो बेबीहरू वा रोबोट चिज रोबोट कि रोबोट भनेर छैन उठ कालो उठ रोबोट भने बेबी रोबोट रियाज कहाँ गएको रियाज Ribisa. यो ओ माई गॉड मलाई लान्छ है फेरि मजा आइरहेको छ दिदी बहिनीको भिडन्त परिरहेछ राजा
फेरि मलाई पनि यता कस्तो मजा आइरहेको थियो अघि हेर्नु वाउ गुड परफर्मेन्स मम्मीले गोल खेलेको हेर है कान्छी नगर कान्छी गर्छ भाइ नगर त्यस्तो नगर ये म त खेल्दिनँ म उड्छु अहिले म सक्दिनँ वाउ गुड जब ओ माय गॉड यो दिदीले उडाउनै रहेछ वाउ गुड शॉट के गरेको यता चाहिँ हाम्रो टिकटक स्टार्ट भइरहेछ आमा गुड हजुर के कालो रियास कसरी खाएको हो तिम्रो अब चाहिँ हाम्रो फोटोसुट हुँदैछ खोइ काट्ने चक्कु एकछिन ल हाम्रो पार्टी अब चाहिँ सक्यो अब चाहिँ भिडियो हामी इन्ड गर्छौँ थ्याङ्क यू फर वाचिङ र लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला थ्याङ्क यू